कथाको पृष्ठभूमिलाई बुझिसकेपछि अब घर झगडा कथाको सारलाई वर्णनात्मक शैलीमा हेरौँ। घर झगडा कथा नेपालको ऐतिहासिक कालखण्डमा घटेको दरबारीय सत्ता सङ्घर्ष र आन्तरिक कलहमा आधारित एक मार्मिक र देशभक्तिपूर्ण कथा हो। कथाले राजा पृथ्वीनारायण शाह र प्रताप सिंह शाहको निधनपछि गोर्खा दरबारमा नाबालक राजालाई अघि सारेर राजमाता राजेन्द्र लक्ष्मी र देवर बहादुर शाह बीच भएको शक्ति सङ्घर्षलाई मुख्य विषयवस्तु बनाएको छ। कथाको सुरुवात राजमाता राजेन्द्र लक्ष्मीको मानसिक छटपटी, क्रोध र आशंकाबाट हुन्छ। दरबारिया धारदारहरूको षड्यन्त्र र चुक्लीका कारण राजेन्द्र लक्ष्मीले आफ्नै देवर बहादुर शाहलाई सत्ता कब्जा गर्न खोजेको र नाबालक छोराको ज्यान लिन खोजेको आरोप लगाए नजरबन्दमा राखेकी छिन्। एउटी आमाको रूपमा उनी आफ्नो सन्तानको सुरक्षाका लागि जस्तोसुकै कठोर कदम चाल्न पनि तयार देखिन्छन्। भारदारहरूले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि भाउजू र देवर बीच अविश्वासको ठूलो खाडल खनिदिएका छन्, जसले गर्दा राजेन्द्र लक्ष्मी बहादुर शाहलाई आफ्नो परम शत्रु ठान्छन्। नजरबन्दमा परेका बहादुर शाहको सोच र चिन्तन भने नितान्त फरक र राष्ट्रियताले ओतप्रोत छ। उनले राजेन्द्र लक्ष्मीसँगको संवादमा आफूलाई सत्ता र शक्तिको कुनै लालच नभएको प्रश्न पार्छन्। उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर बुवा पृथ्वीनारायण शाहले आर्जेको विशाल राष्ट्रको रक्षा र एकीकरणको अभियानलाई पूर्णता दिन चाहेको कुरा व्यक्त गर्छन्। बहादुर शाहका अनुसार दरबारिया सुसारे र भारदारहरूले नै आफ्नो दुनो सोझ्याउन दरबारभित्र घर झगडाको भ्यू रोपेका हुन्। उनले उज्यालोका लागि बालेको बत्तीले घरै जलाउन खोजेको भन्दै आफ्नो असल नियतलाई गलत रूपमा बुझिएकोमा दुःख व्यक्त गर्छन्। कथाको अन्त्यतिर बहादुर शाहले आन्तरिक कलह अर्थात् घर झगडाले राष्ट्रको पतन हुने गम्भीर चेतावनी दिन्छन्। गोर्खा दरबारभित्रको यही घर झगडाको फाइदा उठाएर बाह्य शत्रुहरू पर्वत, लमजुङ र तनहुँ मिलेर गोर्खामाथि आक्रमण गर्ने षड्यन्त्र बुनिरहेको तथ्य उनले खोल्छन्। बहादुर शाह यस्तो विषम परिस्थितिमा आपसमा लडेर नभई सम्पूर्ण इगो र शङ्कालाई त्यागेर देश रक्षाका लागि एकजुट हुनुपर्ने सन्देश दिन्छन्। समग्रमा यस कथाले व्यक्तिगत स्वार्थ, दरबारीय षड्यन्त्र र आपसी अविश्वासले कसरी बलियो राष्ट्रलाई पनि कमजोर बनाउँछ भन्ने यथार्थलाई वर्णनात्मक शैलीमा प्रस्तुत गर्दै आन्तरिक एकता र देशभक्तिको सन्देश दिएको छ।